के तपाईँले कहिले सोच्नु भएको छ मरियम र योसेफ बेथलेहेमको यात्रा गर्न किन बाध्य भए? यस संसारका सबै सहरहरूमध्ये किन परमेश्वरले यही सानो शान्त सहरलाई मसीहको जन्मस्थानको रूपमा छान्नुभयो? यो केवल खराब समयको संयोग थिएन, तर परमेश्वरको प्रतिज्ञाको पूर्ति र उहाँको दिव्य योजना थियो। आजको यस श्रृङ्खलामा हामी योसेफ र मरियमको यात्रा साथै मुक्तिदाताको जन्म बेथलेहेममै किन भन्ने विषयहरूमा हेर्न गइरहेका छौँ। सर्वप्रथम हामी बेथलेहेमको यात्राको बारेमा हेर्नेछौँ, जसले येशूको जन्मको स्थान तयार गरेको थियो। लुका 2 अध्यायको 1-5 पदले भन्दछ कि सम्राट अगस्टसले जनगणना गर्ने आदेश जारी गर्यो। यसकारण सबै नै आफ्नो पुर्ख्यौली सहर फर्कनु पर्ने थियो। यसको मतलब योसेफले नासरतदेखि बेथलेहेमसम्म करिब 110 देखि 145 किलोमिटरसम्मको पैदल यात्रा गर्नुपर्ने थियो। यो यात्रा आरामदायक थिएन। मरियम गर्भवती थिइन्, बाटाहरू असुरक्षित र कठिन थियो, आवासहरू भरिएका थिए, जसले गर्दा यस यात्रालाई झनै असुविधाजनक र जोखिमपूर्ण बनाएको थियो। यो सबै देख्दा प्रश्न उठ्न सक्छ कि यस्तो अवस्थामा पनि परमेश्वरले जनगणना किन हुन दिनुभयो? यसमा हामी उहाँको सार्वभौमिकता स्पष्ट देख्न सक्छौँ, किनकि जनगणनाले नै येशूको जन्म बेथलेहेममा हुने सुनिश्चित गर्यो, जुन मिका 5 अध्यायको 2 पदको भविष्यवाणीको पूर्ति हो। यदि जनगणना नभएको भए उहाँको जन्म बेथलेहेममा होइन, तर नासरतमा हुने थियो र अगमबानी पनि रद्द हुने थियो। परमेश्वरले राजनैतिक असुविधा जस्तो देखिने कुरालाई पनि आफ्नो भविष्यवाणी पूरा गर्ने माध्यमको रूपमा प्रयोग गर्नुभयो। अब हामी येशूको जन्म बेथलेहेममा नै किन भन्ने बारेमा हेर्नेछौँ। बेथलेहेम न त सुसम्पन्न गाउँ थियो, न त शक्तिशाली नै। यो रणनीतिक रूपमा पनि महत्त्वपूर्ण स्थान थिएन। तर येशूको जन्मभन्दा 700 वर्ष अगाडि भविष्यवक्ता मिकाले बेथलेहेममा नै मुक्तिदाताको जन्मको घोषणा गरेको थियो। यो भविष्यवाणी आश्चर्यजनक छ, किनभने बेथलेहेम प्राचीन सहरको नक्सामा लगभग अदृश्य थियो। तैपनि परमेश्वरले जानी जानी यसलाई धेरै कारणले छान्नुभयो। पहिलो कारण, बेथलेहेमको अर्थ रोटीको घर भन्ने हुँदछ। यही स्थानमा जन्मनु भएको येशूले पछि आफूलाई जीवनको रोटी म नै हुँ भनेर चिनाउनु भयो। यूहन्ना 6 अध्यायको 35 पद। जीवनको रोटी, रोटीको घरमा जन्मनु यो कुनै संयोग होइन। दोस्रो कारण, बेथलेहेम दाउदको सहर थियो र मसीह राजा 2 शमूएल 7:12-16 का अनुसार दाउदको वंशबाट नै आउनुपर्ने थियो। येशू यही जन्मनु 1000 वर्ष अघि परमेश्वरले गर्नुभएको प्रतिज्ञा पुरा हुनु थियो। तेस्रो कारण, बेथलेहेम मन्दिरको बलिदानमा प्रयोग हुने भेडाहरू उपलब्ध गराउने ठाउँको रूपमा परिचित थियो। यहुदी परम्परा अनुसार पुजारीहरूले यरुशलेमको मन्दिरको बलिदानमा प्रयोग हुने भेडाहरू यही नै पाल्दथे। बप्तिस्मा दिने यूहन्नाले येशूलाई संसारको पाप उठाए लैजाने परमेश्वरको थुमा भनी परिचित गराए। यूहन्नाको पुस्तक 1 अध्यायको 29 पदले जो यही ठाउँमै जन्मनु भएको थियो। चौथो कारण, परमेश्वरले महान कार्य प्रकट गर्न साना कुरालाई छान्नुभयो। बेथलेहेमले हामीलाई यो स्मरण गराउँदछ कि परमेश्वरले प्राय विनम्र, साना र व्यवस्था गरिएका ठाउँ र मानिसहरूबाट पनि काम गर्नुहुन्छ। जुन कार्यको लागि उहाँलाई रोम वा यरुशलेम जस्ता प्रसिद्ध र ठुला सहरको आवश्यकता पर्दैन। उहाँ 300 आबादी भएको सानो गाउँबाटै पनि संसार परिवर्तन गर्न सक्नुहुन्छ। त्यसैले आज बेथलेहेमको बारेमा सुन्दै गर्दा यो याद राख्नुहोस् कि योसेफ र मरियमको यात्राले कठिन परिस्थितिहरूमा पनि परमेश्वरप्रति उनीहरूको सम्पन्नता, विश्वास
र आज्ञाकारितालाई देखाएको छ र परमेश्वरको योजना सठिक, उद्देश्यपूर्ण र गहिरो अर्थ वा भावले भरिपूर्ण हुँदछ। यद्यपि त्यो असहज र असुविधाजनक देखिए तापनि